लाग्यो समुद्र, साथीभाइ भेट्यो जङ्गल। पहिला पहिरो गर्दा रक्सी यता खाइसक्छ, तर यो माटेको छैन। हेलो गुड मर्निङ एभ्रिवान। आज चाहिँ हामी धेरै गर्मी लन्डनमा भएर हामी चाहिँ आज फिसिङको लागि डोबर जाँदैछौँ विथ मेरा दमक्का टोलीहरू पनि उता आउँदै हुनुहुन्छ। हामी फिसिङ गर्नेछौँ विथ आज हामी यसरी नै जाँदैछौँ, गर्मी मिजाउँदैछौँ, स्विमिङ गर्छौँ, फिसिङ गर्छौँ, बार्बिक्यू खान्छौँ। यहाँ चाहिँ हुनुहुन्छ मेरो साथी मेरो साथी बेनुराज, मेरो भाइ बिर्खे। हामी चाहिँ आज लाग्दैछौँ, के हुन्छ सबै थोक देखाउनेछौँ। सियो त्यहाँ हामी चाहिँ भर्खर हाम्रो साथीहरूसँग भेट भयो। हामीले कफी गरेर खाने दिएन, उनीहरू भनेको लगभग 11 बजे पुग्ने रहेछ। हामी चाहिँ 11:50 पुग्छौँ। हामी चाहिँ लन्डनबाट हो, तिनीहरू चाहिँ युएसबाट जाँदैछौँ। त्यो भएर हामी चाहिँ अहिले एकदमै अब भोकै आइपुग्ने भयो। नो एनी ब्रेक, सिधै हामी डेस्टिनेसन टु डोबर फोक्सटन बिचमा जाँदैछौँ। सी अब मजा आउँछ त्यसमा। हाम्रो सानो हाम्रो वान डे पिकनिक रमाइलो गरेर बिताउँछौँ। अब के गर्नु, यो केमा यस्तै छ। घाम लाग्यो समुद्र, साथीभाइ भेट्यो जङ्गल, अनि घरमा यसो लन्डनमा घुम्न आयो भने पार्क अनि रोड, त्यति हो देख्नु भनेको। त्यहाँदेखि केही पनि छैन होइन। हामी अब लाग्छौँ त जस भेट्दै गरौँ। आउनुलाई अलिकति बाँकी छ, भन्न गएको 12 मिनट बाँकी छ हामीसँग डेस्टिनेसन आउनुलाई। हामी अब आफ्नो डेस्टिनेसनतिर लाग्दैछौँ भनेपछि अब को रमाइलो पल स्टार्ट हुनेछ। यत्रो वर्षको आज एक दिन रमाइलो पल, आज एक दिन चाहिँ डरो हान्दिने हो। मजाले इन्जोय गर्ने, एक दिन इन्जोय गर्ने हो, वर्षमा एक दिन इन्जोय गर्ने हो। फाइनल्ली हामी आइपुग्यौँ फोक्सटन बिच। हामी यहाँबाट चाहिँ हाम्रो साथीहरूलाई भेटेर हामी यहाँबाट चाहिँ हामी अनेस भन्नुपर्दाखेरि यहाँबाट हामी उता जाँदैछौँ। वान वेबाट यहाँ रहेछ, त्यसबाट राइट हानेर अलिक सिधा आउँदाखेरि टाउन यहाँ रहेछ होइन, टाउन होइन, यो साइड भन्छ नि। यहाँबाट चाहिँ वान वे भनेको यही बाटो हो। अलिकति अगाडि गएर हेलो त्यो यहाँबाट टेबल पेपर राख्न ठाउँ हुँदैन जस्तो लागेर हावा ताएको छ कि टेबल पेपर नलिकन बरु तिमीहरू चाहिँ झर्न अझ तल काट्छ लोकेसन पठाइदिन्छु वाट्सएपमा। किन नि टेबलहरू पनि टिक्दैन? पर्दैन हो टेबल पनि हावाले भित्र बनाउँछ। केमा अलिक उडाउँछ भने टेबल चाहिँ नले भनेर अलिक छेल्ने ठाउँमा हुन्छ होला नि त भन्नु खोजेको क्या मैले। होइन बिचमा बस्नेहरू त हामी चाहिँ कस्तो खेल्ने ठाउँ भनेर छेल्ने ठाउँ हुन्छ नि त त्यहाँनिर। मैले तिमीहरू कहाँ बसेको छौ मलाई थाहा पाइसक्यो। म लास्टको उयसमा आउँछु, लास्टको कार पार्कमा आउँछु म, लास्टको यो रोडको। तिमीहरू पार्किङको छेउमा छ हो? हामी तल बिचमा आइसक्यौँ। फोक्सटनमा आइसकेको छौँ। यहाँनिर रमाइलो गरिरहेको छौँ। यहाँ हामीले दमक गाई सबभन्दा एक नम्बर हाटखोलामा बस्ने म्याक्रियलले बोलिरहेको रहेछ। सब डिलिट गर्छु। म्याक्सिङ हाटखोलामा जन्मेको यो एकजना, जति पढे पनि कहिले नसुत्रिने दमकको एक मात्र ह्यान्डसम गाई। ह्यारी द ब्लगर, दमकको करोडपति। दमकको माडे हो, माडे
देन त तेरो मेरो मुसाको दाजु हो म मुसाको दाजु भनेर पनि चिन्छ मलाई दाजु भन्दा हुन्छ मलाई समुद्र मेरो नाम मुतुवा एभाइलेबल चाहिँ हो कि होइन त्यो भन्नु न दाजु हो सिमरे आइज यता आठकोले म्याकरी जरा मेरो लङ्गटे या तो सुपुत्र यो फेरि हामी अर्को एकजनालाई लिन आउँदैछौँ डाक्टर साहबलाई लिन आउँदैछौँ हामी यो कलर मलाई मन परेको गाडी ओहो काका सेवारो सनी अलि घडिस क्या केटा अलि घडिस क्या जिम गर्न थालिस क्या केटा के जिम गर्न हो र खोइ हाम्रो डाक्टर साहब सानो होइन यही हो यस मेरो भाइ होइन प्रकार पहिला पहिरो गयो भने चाहिँ यस्तो खालको गर्नुपर्ने रहेछ पहिरो जाँदैन है सरकार यो चाहिँ हेरिदिनु पऱ्यो माथिको भाग हेर्नु त यतिको चाहिँ बनाएर राख्नु पऱ्यो है यतिको चाहिँ डमक टोलीको सक्क भयो ल प्लान चेन्ज ल अहिले फेरि हामीले चट्ट चाहिँ यहाँ आएको चट्ट चेन्ज भएर मेरो प्यारो भाइ एक मात्र तेरो भ्लगको नाम चाहिँ के हो देख्नु नि पाइदैन यहाँ चेन्ज गरेको छौँ यहाँ चाहिँ बारबिक्यु गर्नको लागि यतिकोले हुन्छ यतिको छोप्दै बनाउँदा हुन्छ हो यस्तो केही हुँदैन र अब चट्ट यहाँ बारबिक्यु स्टार्ट मजाले बसेर दमकको माडे दमकको माडे हाम्रो दमकको भाइहरू बोलीहरू भेट भएको गफ मात्रै गर्छ त आइरहेको छु होइन रमाइलो भइरहेको छु मजा आइरहेको छ एकदम खाइन्छ गजर रक्सी यता खाइसक्छ तर यो म्याटेको छ यहाँनिर रक्सी खाएर म्याटेको हेरेर यो पनि बोकिरहेको छ अझै खानु नि खाँदाखेरि कस्तो धेरै खाएर
केटाहरू उता घुमेर पुगिसक्यो अबोय अबोय फेरि खास पानी उसको मलाई क्रस याद छ मलाई विचार गर्दै क्या म लगिदिएँ आउने मात्रै उसको मर्जी हो जाने त हाम्रो मर्जी हो एउटा राम्रो गीत सुनाउनु न मेरो गीत लाग्यो नि मेरो फोन पनि कहाँ गयो तो त्यसको छोरालाई भन्नु ल्याएको फाइनली आज हाम्रो चाहिँ आजको कार्यक्रम यही समाप्त गर्दै आजको ब्लग हामी टुङ्गाउँछौँ। अब आउने दिनमा रमाइलो पलहरू कतिखेर बित्छ सबै देखाउनेछौँ। यस्तै छ है बेलुकाको ब्लग।